हामी यहाँ बोनस शेयर, राइट शेयर र डिभिडेन्ड के हुन् भन्ने विषयमा सिक्नेछौँ। आज हामी शेयर बजारका 3 महत्त्वपूर्ण शब्द सिक्नेछौँ: बोनस शेयर, राइट शेयर र डिभिडेन्ड। 1 नम्बर, बोनस शेयर। यो कम्पनीले कमाएको नाफाबाट लगानीकर्तालाई दिने फ्री शेयर हो। यसमा तपाईको पैसा खर्च हुँदैन, कम्पनीले नै आफ्नो नाफाबाट थप शेयर दिन्छ। दोस्रो नम्बर, राइट शेयर। कम्पनीले पुँजी बढाउन चाह्यो भने अहिलेकै लगानीकर्तालाई नयाँ शेयर किन्न अधिकार दिन्छ। यसलाई राइट भनिन्छ र यसमा पैसा तिर्नुपर्छ। तेस्रो नम्बर, डिभिडेन्ड। कम्पनीले कमाएको नाफाबाट लगानीकर्तालाई दिएको हिस्सा। डिभिडेन्ड 2 प्रकारका हुन्छन्: क्याश डिभिडेन्ड र बोनस डिभिडेन्ड। त्यसो भए बोनस शेयर फ्री शेयर, राइट शेयर किन्न पाउने अधिकार र डिभिडेन्ड नाफाबाट बाँडिएको हिस्सा हो। अब यी 3 शब्द सजिलै बुझ्नु भएको होला। भिडियो मन परे लाइक गर्नुहोस् र शेयर र के सम्बन्ध भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।